अहिले चाहिँ म नाकीमा टिप्दैछु। कृपया भिडियो हेर्दै गर्नु होला। तपाईँलाई देखाउन गइरहेको छु नाकीमा चाहिँ बोट यस्तो हुन्छ र फल कस्तो फलेको हुन्छ है भन्ने कुरो चाहिँ म तपाईँलाई देखाउन गइरहेको छु। नाकीमा चाहिँ यस्तो पाराले फलेको हुन्छ। यहाँनिर यसरी टिप्नुपर्छ नाकीमा चाहिँ। जुम गरेर पनि देखाउनु नपुराउँदा नाकीमा यस्तो हुन्छ। नाकीमा चाहिँ फलेको हुन्छ फेदमा। र यो नाकीमाको चाहिँ फुल फुलिसकेपछि यसमा फल लाग्छ। त्यो फल म तपाईँलाई देखाउँदै हाल्छु ल। फल चाहिँ यस्तो हुन्छ। यो फुल हो नाकीमाको। फुल फुलिसकेपछि चाहिँ यसमा फल लाग्छ। फल चाहिँ यस्तो हुन्छ नाकीमा। हेर्नुहोस् है साथीहरू, यो चाहिँ नाकीमाको फल हो। यो चाहिँ खान पनि सकिन्छ। खाँदाखेरि यसो भित्र दाना हुन्छ र खाँदा गुलियो मिठो, एक प्रकारको मिठो खालको हुन्छ। यसो तपाईँले खानु भएको छैन भने ट्राई गर्नु होला। यो चाहिँ अप्ठ्यारो भिरतिर हुन्छ। यो चाहिँ मैले जङ्गलबाट लिएर रोपेको हो यहाँ। र यो नाकीमा चाहिँ भिरतिर अप्ठ्यारो जग्गातिर चाहिँ प्रायः पाइने गरिन्छ। र हामीले घरमा यसरी रोपेर पनि यसलाई खेती पनि गर्न सकिन्छ। यसलाई खाएर पनि देखाउँछु त, खानु सकिन्छ नि। यो मिठो हुन्छ। यसलाई खायो यसको चाहिँ यस्तो हुन्छ। यहाँभित्र यस्तो हुन्छ। यो खाँदाखेरि मिठो हुन्छ, गुलियो। मिठो हुन्छ। यसरी खान पनि सकिन्छ यसलाई साथी हो। तिमी पनि खाऊ। कस्तो भयो? मिठो भयो? मिठो हुन्छ नि त। मिठो भयो? ल, यस्तो दाना हुन्छ। यो दाना चाहिँ फ्याँक्दिनु है फेरि। र यसको यो बोक्रामा चाहिँ एक प्रकारको लेयर हुन्छ। त्यो लेयर चाहिँ खानुपर्ने। मिठो हुन्छ। यो चाहिँ मिठो हुन्छ खानु। यसरी खानुपर्छ। यस्तो हुन्छ। नाकीमाको फल हो यो चाहिँ।